50,000 को जागिर अनि काठमाडौँको बीचमा घर? यो सपना होइन, डाटाको मजाक हो। मास्टर लजिक सुन्नुस्। लजिक बुझौँ। महिनाको 10,000 जोगाएर 1 करोड बनाउन 80 वर्ष लाग्छ। के तपाईसँग 80 वर्ष छ? छैन भने पुरानो तरिका छोड्नुस्। पहिलो स्टेप, आफ्नो इन्भेस्टमेन्ट क्यापासिटी बढाउनुस्। 50,000 को जागिरले पुग्दैन। एउटा साइड हसल सुरु गरेर 5% करमा डलर कमाउनुस्। दोस्रो स्टेप, बजेटिङ। 50-30-20 को रुल भुल्नुस्। जबसम्म घर बन्दैन, 40% सिधै इन्भेस्टमेन्टमा हाल्नुस्। एसआइपी को कम्पाउन्डिङ सुरु गर्नुस्। तेस्रो स्टेप, लोकेसन। रिङ रोड भित्र जग्गा खोज्ने भुल नगर्नुस्। काठमाडौँको भविष्य त अब काठ र बाहिरी क्षेत्रमा छ। सस्तोमा ठूलो जग्गा समात्नुस्। चौथो स्टेप, डाउन पेमेन्टको जादु। 7 देखि 10 वर्षसम्मको एसआइपीले तपाईको हातमा घरको बैना गर्ने मोटो रकम राखिदिन्छ। समयलाई आफ्नो काम गर्न दिनुस्। पाँचौं स्टेप, लोनको लिभरेज। अहिले ब्याज सस्तो भएको बेला 7-8% मा होम लोन लिनुस्। तर याद राख्नुस्, ईएमआई तपाईको कमाईको 40% भन्दा बढी हुनु हुँदैन। छैटौं स्टेप, पहिले जग बसाल्नुस्। एकैपटक 3 तल्लाको महल नबनाउनुस्। एउटा तल्ला बनाउनुस्, सर्नुस् र भाडा जोगाएर बाँकी तल्ला थप्दै जानुस्। सातौं स्टेप, धैर्य। 50,000 बाट सुरु गरेर 10 वर्षमा तपाईं घरको मालिक बन्न सक्नुहुन्छ। मास्टरले जग्गा किन्छ, भेडाले महँगो गाडी किन्छ। सपनाको नोकर बन्ने कि सिस्टमको मास्टर, निर्णय तपाईको। पैसाको कडा लजिक सिक्न अहिल्यै फलो गरिहाल्नुस्। जय नेपाल।